ल हेर्नु अब चाहिँ भने म यो गुफाभित्र छिर्दैछु उहाँलाई दर्शन गर्नको लागि आउन सक्नुहुन्छ। हेलो सम्पूर्ण साथीहरुमा नमस्कार। आजदेखि चाहिँ मेरो ब्लग स्टार्ट भएको छ र ब्लग स्टार्ट गर्नको लागि चाहिँ म गोखा नगरपालिकाको वडा नम्बर 1 झोरमा आइपुगेको छु र झोरमा आउने क्रममा चाहिँ हामीलाई आज कस्तो भयो भने लोकेसनै हामीलाई थाहा भएन। म एकपटक आउन चाहिँ आएको थिएँ तर म आफैले पनि लोकेसन पत्ता लगाउन नसकेपछि चाहिँ हामीले दुईटा बस चढ्नु परेको छ। दुईटा बस चढ्दै गर्दा पनि अझै पनि हामी यो झोरको यहाँ पौडेश्वर महादेव भन्ने मन्दिर पनि रहेको रहेछ। त्यो मन्दिर अझै पनि पत्ता लगाउन सकेका छैन। हामी चाहिँ अब एकजना अङ्कलसँग सोधेर चाहिँ अब हामी चाहिँ त्यो यता यो बाटोबाट जानुपर्छ भनेर भन्नुभएको छ। अब हामी जाँदैछौँ, तपाईँहरूलाई देखाउने नै छौँ, हेर्दै गर्छ। अहिले चाहिँ भने म चाहिँ यहाँको यो सुन्दर प्राकृतिक वातावरणमा चाहिँ एकदम रमाउँदै हिँड्दैछु। एकदम खुसी पनि लागिरहेको थियो र एकदम हौसला एकदम राम्रो सुन्दर वातावरणको महसुस चाहिँ एकदम रमाइलो भइरहेको थियो। भनिरहेको छु यहाँ चाहिँ एकदम राम्रो रमणीय सुन्दर वातावरण भएको जङ्गल छ। त्यो चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ मेरो ब्याकग्राउन्डमा। अब मैले धेरै क्याप्चर गर्न सकिरहेको छैन तर पनि हजुरहरूले देख्न सक्नुहुन्छ। र अहिले चाहिँ अब हामी लगभग त्यो बाटो झुकेर हामी माथि पुगेका थियौँ भने अब चाहिँ हामी भित्री बाटोमा चाहिँ आइपुग्न लागिसकेका छौँ र गोखाको झोरको झरनामा जाने बाटो चाहिँ हामीले पत्ता लगाइसकेका छौँ। र यहाँ एरो पनि देख्न सक्नुहुन्छ। यो झरना जाने चाहिँ अब यताबाट जाने छ भने चाहिँ अब यता सिधा माथि यो बाटो चाहिँ नुवाकोट जाने रहेछ। अब हामी चाहिँ झरनाको यात्रामा सुरु गर्दैछौँ। अब हेर्नु बाटो भने यस्तो रहेको छ। देख्न सक्नुहुन्छ म चाहिँ अब झरनामा आइपुग्न लागिसकेको छु र एकदम खुसीका साथ रमाउँदै हिँडिरहेको छु। अब चाहिँ भने केही क्षणमा चाहिँ म पुगिसक्ने छु। ल अब भने चाहिँ म झरनाको छेउमा आइपुगिसकेको छु, हजुरहरूले देख्न सक्नुहुन्छ। अब भने चाहिँ म यो मन्दिर अनि त्यसपछि झरना र यहाँका भएको सबै दृश्यहरू तपाईँहरूमा देखाउन गइरहेको छु र देखाउने छु। अब चाहिँ भने म मन्दिरभित्र प्रवेश गरिसकेका छु, तपाईँहरूले देख्न सक्नुहुन्छ र म खुसी हुँदै रमाउँदै भित्र प्रवेश गरिसकेको छु। अब भने चाहिँ यहाँ सिँढी बाटो पनि रहेछ, त्यसमा उक्लिँदै गाह्रो भइरहेको थियो भने अहिले म पुलमा पुगेको छु र अनि क्यामेराम्यानले चाहिँ मेरो फोटो खिचिदिँदै हुनुहुन्थ्यो र अब भने चाहिँ म यता जाने कि उता जाने भन्ने कन्फ्युजमा थियो र म यता मन्दिरपट्टि गएँ र त्यहाँनिर मैले मन्दिरमा भगवानलाई ढोक पनि गरेँ र म भित्र प्रवेश गर्दै थिएँ। त्यहाँनिर चाहिँ अब पुजारीहरू त्यस्तै बस्नुहुने जस्तो लाग्यो तर हुनुहुन्न थियो। यहाँ चाहिँ अनि एउटा अचम्मको दृश्य चाहिँ क्युआर पनि राखिएको थियो कि त्यहाँ क्युआर राखेर चाहिँ पैसा दान गर्न पनि मिल्दो रहेछ। अनि यहाँनिर चाहिँ अब म जाँदै थिएँ होइन, अनि क्यामेराम्यानसँग अनि म गफ लगाउँदै थिएँ। यहाँनिर यति धेरै महादेवको लिङ्गहरू चाहिँ यति धेरै रहेछ कि अनि त्यो कताबाट जाने भन्ने कन्फ्युजमा परिरहेको थिएँ। पछि म चाहिँ यो सबै मैले ढोक गरेँ, तपाईँहरूले देख्न सक्नुहुन्छ। म यो पुरै नै भ्याएँ सबै नै ढोक गरेँ। अनि त्यसपछि अब यहाँ म ढोक गर्दैछु, एकदम प्रार्थना गरिरहेको छु र यो सके सँगसँगै चाहिँ अब फेरि पनि म त्यहाँको गुफाभित्र चाहिँ मन्दिर पनि रहेछ। अनि बाहिर चप्पलहरू खोलेर जानुपर्ने रहेछ। खोलेर चाहिँ म घन्टी बजाउँदै अब गुफातिर प्रवेश गर्दैछु। अनि गुफामा प्रवेश गर्दाखेरि यताबाट हो कि उताबाट कन्फ्युज भइरहेको थियो। अनि यताबाट हो भनेर मैले चाहिँ गुफाको बारेमा त्यति धेरै मलाई जानकार त थिएन, तैपनि मैले थाहा भएको र त्यहाँ बुझेअनुसारको कुराहरू चाहिँ केही बोल्दै पनि थिएँ। र त्यो प्रवेश गर्दै गर्दा चाहिँ त्यहाँभित्र चाहिँ कस्तो थियो भने पुरै पानी थियो अनि चिप्लेर लड्ने जस्तो सम्भावना पनि थियो। अनि त्यहाँ चाहिँ सुरुमा चाहिँ त्यहाँ गणेशको मन्दिर रहेछ। अनि माथिपट्टि पनि म जाँदै थिएँ। त्यहाँ माथिपट्टि जाने बेलामा नि बाटो चाहिँ एकदम त्यो पानी भएर लास्टै गाह्रो थियो, चिप्लो थियो ढुङ्गाहरू चाहिँ। अनि त्यहाँ चाहिँ अब महादेवको मूर्ति पनि रहेको थियो। अनि त्यहाँनिर मैले ढोक गरेँ
अनि क्यामेराम्यानले चाहिँ फोटोको लागि फेरि मलाई दोहोऱ्याएर ढोक गर्न लगाउनु भयो। मैले चाहिँ ढोक गरेँ फेरि पनि। अनि त्यहाँ ढोक गरिसकेपछि अब घन्टी बजाउने पाला आयो। मैले पुरै घन्टी बजाइरहेको थियो। अब यो साउन्ड चाहिँ हाल्न मिलिरहेको थिएन कि, किनभने त्यो राम्रो कपिराइट त्यस्तो केही लाग्न सक्छ भनेर त्यो सबैलाई म्युट गरेर चाहिँ मैले रेकर्ड गरेर बनाएँ। अनि यहाँ चाहिँ गणेशको मन्दिरमा मैले फेरि गणेश भगवानलाई ढोक गर्दैछु, पूजा पनि गर्दैछु, देख्न सक्नुहुन्छ तपाईँहरूले। अनि त्यसपछि यहाँ ढोक गर्दै गर्दा फेरि पनि अब एउटा फोटो खिच्नुपर्ने भयो र मैले क्यामेराम्यानलाई फोटोको लागि फोटो खिचिदिनु पऱ्यो भनेर म चाहिँ पोजमा दिन बसेँ र फोटो पनि खिचेँ। फोटो खिचिसकेपछि चाहिँ अब फर्किनु पऱ्यो। फर्किँदाखेरि यस्तो गाह्रो भइरहेको थियो कि ढुङ्गाहरू तपाईँहरूले देख्न सक्नुहुन्छ लेउ लागेर हरियो भइरहेछ। भनेपछि त्यहाँ कति मेहनतले हिँडिरहेको छु होला म, र मेरो खिचिदिने मान्छे पनि हेर्नुहोस् न त्यहाँ कति मेहनत गरेर खिचिदिनु रहनु भएको छ। अब भने म चाहिँ बाहिर निस्केँ। त्यहाँ निस्किने क्रममा मैले घन्टी देखेँ कि, छिर्ने बेलामा देखेन, अनि बाहिर चाहिँ घन्टी बजाउँदै थिएँ। र बाहिर निस्किसकेपछि अब म फेरि फर्किँदैछु। अब चाहिँ एकदम राम्रो थियो, रमाइलो मुमेन्टहरू भयो। त्यो मन्दिरभित्र गुफाभित्रको गएका कुराहरू चाहिँ म भन्दै थिएँ। अब चाहिँ भने हामी चाहिँ अब मन्दिर झरना दुवै अवलोकन गऱ्यौँ। तर त्यो गर्दाखेरि चाहिँ के छ भन्दा पानी नपरेको भएर होला सायद झरना छैन रहेछ। र मन्दिर त अब मन्दिरै भइहाल्यो होइन, राम्रै छ। र एकदम गुफाभित्र एउटा भगवान, हामी एउटा हिन्दू धर्मावलम्बीहरूले विश्वास गर्ने होइन भगवानप्रति चाहिँ अब सबैलाई आस्था हुन्छ। र त्यस्तो गुफामा पनि एउटा मन्दिर रहेछ, त्यो चाहिँ एकदम राम्रो लाग्यो होइन। र झरना चाहिँ अब अहिलेको सिजनमा चाहिँ झरना छैन रहेछ, एकदम राम्रो लाग्यो। अब चाहिँ भने हामी घर फर्किँदैछौँ। बाटो हेर्न सक्नुहुन्छ यस्तो छ। अब सायद पनि पढ्न आँटिसकेको छ। टाइम कति भयो अहिले? पछि 6 बजिसकेको रहेछ कि। अब 6 बजेपछि चाहिँ फेरि यहाँबाट बसहरू पनि पाउँदैन रहेछ। अब त्यही भएर हामी चाहिँ अब भाग्दैछौँ छिटो गरेर चाहिँ अब बस भेटाउनको लागि हाइवे रोड भेटाउनु पर्ने छ। अब यहाँबाट त्यसै 2-3 मिनटमा हामी चाहिँ पुग्छौँ होला हाइवे रोड। त्यही भएर अब अलिक स्यास्या भइरहेको छ। हामी चाहिँ बस पाइँदैनौँ कि भनेर, बस छुट्टिन्छ कि भनेर यति स्पिडमा भाग्यौँ कि देख्न सक्नुहुन्छ मेरो फेस यति धेरै गर्मी भएर पसिना निस्किरहेको छ कि। अहिले घाम पनि लागेको छैन तैपनि पसिना निस्किरहेको छ। तर पनि अब हामी मेन रोडमा आइपुगिसक्यौँ। तर आधी घन्टा भइसक्यो बस कुरेको, बस आइपुगेको छैन। अब केही समयपछि चाहिँ हामी बस आइसकेर बस चढिसकेपछि तपाईँहरूलाई देखाउने नै छ। ल गाइस, अहिले चाहिँ भने बस चढिसकेका छौँ र बस चढ्दाखेरि चाहिँ राम्रै महसुस भइसकेको छ। तर एकदम राति भइसकेको छ। अब भने चाहिँ म एकैचोटि घर पुगेर मात्र तपाईँहरूसँग भेट्ने छु। ल गाइस, म चाहिँ अब घर पनि आइपुगिसकेको छु र खाना पनि मैले त खाइसकेको छु र अब चाहिँ सुत्ने टाइम पनि भइसकेको छ। र आज दिनभरि यो काठमाडौँमा रहेको टोखाको झोरको झरनामा जाँदाखेरि चाहिँ एकदम रमाइलो मुमेन्टहरू मैले तपाईँहरूमा सेयर गरेको छु र कस्तो लाग्यो प्रतिक्रिया पनि दिनु होला। र यस्तै भिडियोहरू हेर्नको लागि चाहिँ लाइक, कमेन्ट र सेयर अनि सब्सक्राइब पनि गर्न नभुल्नु होला। र पहिलोपल्ट मेरो फर्स्ट भ्लग पनि हो, राम्रोसँग एडिट पनि मलाई त्यति धेरै गर्न नै आउँदैन। र केही कुराहरू सल्लाह सुझावको लागि कमेन्ट पनि गरिदिनु होला र सब्सक्राइब गर्न कसैले पनि नभुलिदिनु होला। शुभरात्रि, गुड नाइट, बाई बाई।